नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मन्जु अफिसियल युट्युब च्यानलमा। आज फेरि नयाँ भिडियोको साथ हजुरहरूको समक्ष आएकी छु। भिडियो के कस्तो लाग्छ हेरेर लाइक, कमेन्ट, शेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। हेलो बेबी इङसाम, हाउ आर यु? बेबी गुड भएर बसी गर्नु हास हास भन्नु न। गुड जब। आज चाहिँ मेरो दुईजना देवर बाबुहरू क्रिस साउदेन र सुशील साउदेनको चाहिँ शुभ लगन अनि हामी सम्पूर्ण एकदम नजिकको रिलेटिभ्सहरू भेला भएर चाहिँ घरमा नै टिका टालो प्रोग्राम छ साथीहरू। अनि त्यसपछि हामी चाहिँ बिहानभरि सबैजना आफ्नो आफन्तहरू जति पनि सक्ने भ्याउनेहरूले चाहिँ घरमा पकाइ कार्यक्रम सकेर चाहिँ आफ्नो आफ्नो घरमा गएर फेरि राम्रो एकदम लिम्बू अटायरमा सजेर चाहिँ आएको छौँ। हेर्न सक्नुहुन्छ यहाँ सबैजना एकदम कल्चरल अटायरमा छौँ साथीहरू। हजुरहरूले चाहिँ पार्ट 1 भिडियो छुटाउनु भएको छ भने चाहिँ अलि मजा आउँदैन भिडियो, त्यही भएर पार्ट 1 भिडियो हेरेर आउनु होला। यो चाहिँ पार्ट 2। नाता सम्बन्धमा नहेरी विवाह गरिरहेको हुन्छ। यदि नहुने थियो नाता सम्बन्धमा साइनु पर्थ्यो, तर त्यस्तो भुलचुक केही गल्ती भयो भने पनि मागबाट क्षमा पाऊ भन्ने कुरा माग्लाम नाकमा मेखिम भनेर चाहिँ। र कसैले त म तिम्रो लागि मै हो नि रेसम मै हो नि के नाइना भनेर त भने त छैन। बेहुनाले मात्रै बुहारीले चाहिँ समाति बस्ने पछाडि सरेर महिला यता आउनु उठेर यसो यहाँ उभिनु पर्यो रातो कपडामै राम्रो आउँदैन। कान्छाले दाजु कसरी उभिँदो रहेछ त्यही पोजिसन हेरेर बुहारी अलिक हो त्यस्तै बस्नु। फोटो खिच्ने भइरहेछ यताउता हामी हेल्प गर्छौँ कि तपाईँहरूलाई यताबाट कान्छा यहाँबाट माग्नु उठेर गएर ल फोटो महिलाले त्यसो गरेन होला उता कपडामै महिला हो त्यता अनि यो हिजो अस्ति नै अलिक सिक्दै गर्नु पर्थ्यो रहेछ यो कसरी अब कान्छा पनि मान्दैन म अब अब महिलाहरू अब चाहिँ महिला कान्छी यो सकेपछि उनीहरू उठ्छ। अब कहीँ बुहारीले लगाइदिनु पर्ने छैन। माङपुङ औँठी त भरे उनीहरूले लाउने होला कि बेहुलीहरूले लगाइदिने औँठी दुईजनालाई लाउनु पर्छ। त्यो त उठेर लगाइदिउँ न त ल। अहिले मुन्डो छोडिराखौँ एकछिन आकाशदेवलाई पूजा त्यहाँदेखि अब भन्नुपर्दा त गरिसक्यो यसो गरेर यसो हात पनि राख अरे सर ओभर लगेर माथि सिउँदैछ पुरा माथि ल फेरि अब त्यही कुम पाँच हात काम्दै छ त अब डर लाग्दैछ क्या हात कामाउँदैछ निहुम पाँच अलि माथि ओ माथिबाट लगाइदियो माथि हैन यत्रो धेरै साथी यत्रो साथी अलि माथि झ्याप्पै अलि सिधा
मान्छेवा सामा साथी सबै साथी साथी अलिकति पाइँदैन भनेको है छोडेर जानु हुँदैन भनेर मिदुङ मिरा जबतेन थुवा पञ्चायत तले अब ठक्कै त्यो के भन्छ यो माथि माइनाले कसरी त्यसरी यो शिरबन्दी जुन जस्तो शिरबन्दी मुनि ला नौचालिँदो रहेछ नि त फेरि उसको ए त्यो त्यसो भने तलतिर छुवाइ गरेर माथि शिरमा भयो ल अनि हात उँभो लगेर ठक्कै एक अब फेरि खरै लु त्यो पनि भयो नआउनेहरू छ यो अब हुन्छ ल ल अब यसो गरौँ ल कान्छीले बेहुलाले लाउने कि बेहुला ए होइन त ल अघि जस्तै बुवाले भाइलाई लाउने ल अनि त्यसपछि चाहिँ ल उताबाट ल ए यता लु मैलीले मैलालाई लगाइदिनु बजाइरहेको बिचरा एकदम अब चाहिँ भने मैलालाई लाउने मैलीको हातमा हो अब चाहिँ हुन्छ ल अब नबस्ने अनि मैला पत्लापट्टि साइड खास कुरामा चाहिँ यो पहिलेको जमानामा त डङ्गरमै बेहुलीले बेहुलाले ढाउनु पर्थ्यो खुट्टामा कि अनि अहिलेको जमानामा ढडालो सड्क्यो भने त काम गरी खानु सक्दैन पनि भन्छ ढडालो फेरि बेहुलाले मारे त ल अब एक खालको ह्यान्डसेक गर्नु हात पक्रा पक्री गर्नु दुईजना महिलाको दाहिने हात हुनुपर्छ कान्छा त्यस्तै कान्छाको त्यस्तै अब मैली बस्छ पहिले बसे जस्तो हुँदा महिला जानेर बसिहाल्छ मैली बसेपछि अब महिला आफै जानेर बसिहाल्छ ल लु पलेटी कसेर बस्ने हो कान्छी बस्यो पहिले अनि कान्छा अब ओढाउने हो नि त अब नाङ्लो राखेर चाहिँ अघि नाङ्लो पोक्दिनेले ओढाइदिनुहोस् दुईजनालाई पारेर ओढाइदिनु बेहुला बेहुली यस्तो साटिएर नि बस्छ होइन पछाडि गएर दिदी पछाडि जानु न दुईटैलाई सरे पारेर सरलम्मा दुईजनालाई ओढाइदिनु विधिमै त्यो लेखियो भयो सिरेमा नभयो काँधमा राख्दा पनि हुन्छ मन्जु महिलाको त्यसो गरेर यहाँ ढुङ्गाहरू लगाइदियो त्यहाँबाट बेसी हुँदा पनि हाम्रो बन्दुक छैन पाँच बहिनी छोरी पाँच बहिनी छोरा त्यहाँदेखि बेसी भयो ला हो पाँचजना मात्रै बेसी भयो भनेर छोरी भने हो दर्जने
गर्ने बाबु रहेछ भनेर नामलाई हाल्यो दाजु ठिकै हुन्छ नि दाजु एउटा फुटबल टिम एकजना एक्स्ट्रा सब्स्टिट्युटमा बस्दै भलिबल टिम एकचोटि सेवा गरौँ त्यत्तिकै सेवा गर्नु हात दिउँ भइरहोस् होइन भइरहोस् यतिकै सेवा गर्छु यो हातको अझै दाजु शिक्षामा आइना गर्ने केटी ठुवा जाने टुङ्गो अगा मेन्छन् नि यो पनि हो बाह्रमा त्यस्तो यो आजदेखि उता चाहिँ कोही बेला अलिक मिस्टेक हुँदा पनि आजको खाना चाहिँ हाम्रो यहाँ वाइट माम छ त्यसपछि यहाँ चाहिँ दाल छ ओपन नगरौँ त्यसपछि यहाँ छ सेलरोटी एकदम काँडेदार सेलरोटी त्यसपछि यहाँ छ आलु र कोपीको तरकारी त्यसपछि यहाँ छ प्याजी त्यसपछि यहाँ छ रायो साग त्यसपछि यहाँ छ च्याउको तरकारी त्यसपछि यहाँ छ करेला फ्राई त्यसपछि यहाँ छ सोया प्रोटिन सोया र क्याप्सिकमको दाची यामी दाची छ त्यसपछि यहाँ ढकने यामी छ एकदम यो चाहिँ मैले पकाएको त्यसपछि यहाँ सलाद यहाँ चाहिँ कागती काटेको छ यहाँ काँक्रा त्यसपछि मुला काटेको अनि यहाँ चाहिँ फिङ्गर चिप्स यहाँ चाहिँ फर्सीको बिहाको भुटे अचार पनि छ भुटे अचार त्यसपछि त्यहाँ चाहिँ छ पापड आजको हाम्रो चाहिँ यस्तै नै खाना बनिएको छ एकदम शुद्ध भेजिटेरियनमा बनिएको साथीहरू यस्तै छ हाम्रो बिहाको आज भाइ र बहिनीको चाहिँ यस्तो भयो कति मिठो रहेछ कस्तो रहेछ अन्जु एकदम दामी मिठो चाहिँ मैले पकाएको आज मेरो रेसिपी सेवा गरौँ ल हामी ल रेडी सबैजना छौँ रेडी छौँ त ल को उपास को बसेको छ लगाउँदा हुन्छ यहाँ कहिले पानीको पनि कुरा गर्दै पानी रेडी पारिरहनु न हो जस्तो भएन हो त्यसमा पानी लिएर आइज त सरी पानीले त भरि
यहाँ तुम्बाले लाओस् कि भनेर यहाँ रेडी ल्याउनुहुन्छ भित्र पस्नुहुन्छ सेवा पनि गोल खेल्नेहरूले यता छिरे पठाउँछ तीनचोटि लगाइदिनु अलिक कम्ती मर्छ फेरि सबै सम्झेर लाउन फुल चाहिँ चढाउनु फुल चढाइराख्नु फुल अघि सेवा गरिसक्यो क्लासमा तुम्बाले पनि क्लासमा अनि एउटा हात पाइसक्यो उहाँले जतासुकै छरियो नि त भन्दा नि भित्रै पस्ने गरी no jogonde wara manne so manke masiwaro o da sawaha o da isa khandeka phwa sando midonga miraka manne so manke masiwaro o sawaha o da no la dong ding e se ta chok kwat ke ni se wa o da sawaha o samyang wa amle wa manne so manke masiwaro o sawaha o da isa hare wa manne so manke masiwaro Sawaha भन्नु Tileka manne so manke masiwaro o sawaha o da manne so manke masiwaro दुईजनाले सँगै लगाऊ त no da nam sinhala manne so manke masiwaro o da sawa e paraka manne so manke masiwaro o sawa e kota manne so manke masiwaro o sawaha o da karokire sawaha sawaha no khande ire khanda manne so manke masiwaro o sawaha pare manne so manke masiwaro no da geleng o da geleng ire sama manne so manke masiwaro sawaha no hindi mading hale tilekna manne so manke masiwaro o sawaha o tulini are tere manne so manke masiwaro o sawaha no se tire sila chalere tela manne so manke masiwaro o sawaha o da bigna no lori bhumila के भन्नु छ देवरहरूको बिहेमा एकदम राम्रो देवरहरूको बिहेमा चारजनाको माइली माइला कान्छा कान्छीको एकदम राम्रो होस् भन्ने छ
जेठानी दिदीहरूको भाउजूहरूको एकदम शुभ बिहे। त्यसो भन्ने छ चाहना चाहना छ भन्ने तर भनि पनि सक्यो हो नाना के भन्नु छ माइला देवर कान्छा देवरको आज बिहा अनि देउरानीहरू दुईटा लिएर आएको छ माइला देवरले माइली देउरानी कान्छा देवरले कान्छी देउरानी के भन्नु छ अब के भन्नु के अरे अब राम्रो होस् उनीहरूको देवरहरूको बिहे हो दुईजना देवरको अनि दुईजना देवर र देउरानीलाई हाम्रोबाट चाहिँ आशीर्वाद शुभकामना राम्रो होस् आज बिहे हुँदैछ हाम्रो चाहिँ देवर है हाम्रो दुई चारजना म चाहिँ तपाईँ चाहिँ को म चाहिँ माइली भाउजू उनीहरूको दुईटा देवरको चाहिँ बिहे हुँदैछ आज धन्यवाद अर्को पाउ रिसेप्सन पार्टी पनि छ त्यतिखेर चाहिँ अरू निम्ति चाहिँ होलमा आउनु होला सबैजना धन्यवाद भन्नु न धन्यवाद नानी आउनु नि ठुली नै आउनु कसले टिकटकमा हालिदिन्छ
हामीलाई के भन्छ ब्लेस यु मागेको छौँ ब्लेस यु पाउनुपर्छ म उहाँ खोमा पाउँ सरी ब्लेस अस ल सेवा गरौँ ल ल रेडी ल ओ तागेर नि अमङ सेवारो ल बेबीले के खायो चिप्स माम खाएको हो ल यमी छ गुड जॉब अब यो वाह गुड जॉब भाइ के बनिएको रहेछ आजको खाना यो साग च्याउ करेलो अनि यो सोया होला एन्ड रोटी एन्ड प्याजी एन्ड खाना आलु कोपी यो त थाहा भएन दाची अनि दाल कस्तो भएछ मिठो भएछ खिर पनि हजुर कस्तो लाग्दैछ आज बिहा भाइको मजै होला मजा हुँदैन ल ल ल राम्ररी खानु है हजुर हुन्छ त्यही त हिजो क्याब्रङ नाच्नेहरू गएको थियो नि त्यसैमा ए लेटल्यान्ड गएको थियो हिजो गएको थियो दाजु खाना मिठो हुँदो रहेछ एकदमै दुईजना भाइको बेमा हजुर एकदम मिठो अघि नानीहरूले थ्याङ्क यू दिएर पहिले चाहिँ बेहुला र बेहुलीलाई धन्यवाद दिएको छौँ हजुर अनि बनाउनेलाई पकाउनेलाई पनि धन्यवाद मिठो यस्तो चाहिँ हजुर धेरै राम्रो छ एकदमै राम्रो लाग्यो मिठो छ है ए हुन्छ दाजु धन्यवाद भनिदिनु भयो हाम्रो एकजना बेहुली नानी आइपुगेको छैन ए उता छ ए हुन्छ बिस्तारै लिनुहोस् न ए हुन्छ भाइ र बहिनी कस्तो भएछ अघि खाना खाइसक्नु भएछ कस्तो भएछ साह्रो मिठो सबै कुरो मिठो थियो सब रोटी चाहिँ मैले अलिकति मैले चाहेँ तर यो पनि मिठो थियो मिठो तरकारी सबै मिठो थियो र हाम्रो सबै कुकहरूलाई क्यारी क्यारी नगेन क्यारेक नगिन र हाम्रो के अरे माङ्से असालहरूलाई पनि क्यारी क्यारी नगेन हाम्रो आज मेकिङको यो मेकिङको प्रोग्राम उहाँहरूले अब सम्पूर्ण राम्रो सफल गरिदिनु भएको छ उहाँहरूलाई फेरि पनि यारी यारी नगेन र हजुरलाई पनि एकदमै यारी यारी नगेन धन्यवाद यारी क्यारेक नगेन बहिनीको केही छ कि भन्नु सबै ठिक छ पार्टी इज नट फिनिसिङ पार्टी इज नट फिनिसिङ होइन अझै छ अझै आउनु होला अनि लिम्बू भाषाबाट पनि भन न केही दिन मेम्मा त्यो वा अझै पार्टी वा अझै तेम्मे जम्मा जम्मा तेम्मे अनि आङ्ग्या बिहान जम्मा सफल जग्गा मै बिरेम्मे धन्यवाद यारी क्यारेक नगेन के खानु भएको नाना खिर कस्तो भएछ एकदम दामी खिरको रेसिपी चाहिँ हाम्रो मन्जुलाई सोध्नु है मन्जुले गोसाउदेनलाई एकदम दामी यहाँ हेर्नुहोस् मैले हजुर यो चाहिँ मन्जुलेकै साउदेनको चाहिँ रेसिपी हो होइन त एकदम गुड ल यता दाजुलाई दाजु खिर कस्तो भएछ मिठो भइरहेछ मिठो भएछ यो चाहिँ कान्छी बुहारीले पकाएको र दाजु बुहारीले पकाएको एकदम मिठो छ दाजु आज चाहिँ यहाँ के पो थियो आज हाम्रो यहाँ टिकाटालो टिकाटाल भाइहरूको नि टिकाटालो थियो यहाँ हजुर माइला भाइ बुहारी कान्छा महिला हजुर दुईजना दाजुभाइको हजुर नेठेम थियो नेठेम गरिसकेर यहाँ खानापिना अब खाँदैछौँ हजुर अब
भालो रोको छ अब टिका लाउने अझै अब टिकाटालो गर्नु बाँकी छ नि अहिले चाहिँ अब यसो लन्च ब्रेक भएको नि दाजु ब्रेक हो हजुर हजुर ल दाजु मिठो भनिदिनु भयो खिर मैले बनाएको बिस्तारै खानुहोस् है ल दाजु धन्यवाद दाजु खाना के खानु भएको खिर कस्तो भएछ खिर मन्जु बहिनीले पकाएको खिर कस्तो टेस्टी छ यम्मी मिठो भएछ ल ल मिठो मानेर खाइदिनु भएकोमा धन्यवाद नानालाई नाना आज चाहिँ यहाँ के पो थियो खाजा दुईजना छोरा बुहारीको टिकाटालो अझै मेन पार्टी त हुनै बाँकी छ होइन ल नाना बिस्तारै लिनुहोस् ए नाच्नु बाँकी छ हुन्छ बिस्तारै लिनुहोस् ल नाना कस्तो भयो खाना सब्जी एकदम मिठो छ मिठो छ के खाएको बहिनीले चाहिँ सोयाबिन अनि यो च्याउ अनि साग अनि कुखुरा अनि दालमा मिठो हजुर एकदम मिठो छ ल ल ल बिस्तारै खाने बहिनी ल हुन्छ बहिनी कस्तो भएछ माम दामी भएछ मिठो मिठो फेरि पनि खानु आउनु होला शनिबार छ हाम्रो रिसेप्सन अर्को अझै प्रोग्राम बाँकी नै छ होइन ल ल ल बिस्तारै खानु है बहिनी यसरी नै हाम्रो 4 जना बेहुला बेहुलीहरूले चाहिँ सपरिवारको साथ सम्पूर्ण सेवा सेवा गुरुहरूलाई चाहिँ बिदाईको कार्यक्रम भइरहेको छ किनभने सेवा सेवा गुरुहरूको तर्फबाट चाहिँ विवाह सम्पन्न भइसकेको छ आजको अनि उहाँहरूलाई बिदाई साथसाथै उहाँहरूलाई पनि सेवा सेवा गुरुहरूलाई पनि यारिक नोगेन आजको विवाह सम्पन्न गरिदिनु भएकोमा हाम्रो गुरुहरूको तर्फबाट मात्र विवाह सम्पन्न भएको साथीहरू अझ विवाहको इन्ट्रेस्टिङ पार्टहरू त आउन बाँकी नै छ टाढाबाट आउनुभएको इष्टमित्रले टिका लाउनु भएको छैन च्याब्रुङ नाच्नु छ डान्स गर्न छ साथीहरू सम्पूर्ण भिडियो चाहिँ पार्ट 4मा लिएर आउने नै छु हजुरहरू सम्पूर्णलाई पार्ट 4मा भेटौँला भन्दै अहिलेलाई चाहिँ बिदा हुन चाहन्छु बाई बाई सी यु अल नेक्स्ट भिडियो